यस्तो तरिकाले तपाईले चाहिँ आफ्नो एसईको चाहिँ मार्कस सिट सहितको नतिजा चाहिँ कसरी हेर्ने, जसमा तपाईको चाहिँ ग्रेडिङहरू हेर्न सक्नुहुन्छ, जिपिएहरू हेर्न सक्नुहुन्छ, फुल तपाईले चाहिँ आफ्नो मार्कस सिट सहित हेर्न सक्नुहुन्छ। सबै कुराहरू स्टेप बाई स्टेप सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नुहोला, साथीलाई सेयर गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिन भन्दै लागौँ आजको भिडियोतर्फ। सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइलमा भएको गुगल एपलाई ओपन गर्नुहोला। जस्ट म यहाँ चाहिँ गुगल एपलाई ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ चाहिँ सर्च बारमा आउनुहोला। जस्ट म यहाँ चाहिँ सर्च बारमा आइसकेको छु। सर्च बारमा तपाईले टाइप गर्नुपर्ने हुन्छ यहाँनिर se.ntc.net.np। त्यसपछि तपाईले भने यहाँ चाहिँ 2081 यहाँ चाहिँ टाइप गर्नुहोला। जस्तो तपाईले चाहिँ 2081 टाइप गर्नुभयो भने तपाईको सुरुमा वेबसाइट देखाउनेछ। त्यसरी ओपन गर्नुहोला, सर्च गर्नुहोला। सर्च गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ त्यो वेबसाइट देखाएको छ एनटीसी को। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईको यहाँ चाहिँ एनटीसी को वेबसाइट खुल्नेछ। जस्ट मेरो चाहिँ एनटीसी को वेबसाइट खुलिरहेको छ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ एसई होम भनेको छ। तपाईले एसई होम को अप्सनमा क्लिक गर्नुहोला। यहाँनिर चाहिँ तपाईले एसई होम को अप्सनमा क्लिक गर्नुभयो भने तपाईले सुरुमा यो चाहिँ तपाईको चाहिँ जिपी हेर्ने तरिका हो। यहाँ चाहिँ सिम्पल नम्बर राखिदिनु होला आफ्नो। जस्तो मैले यहाँ चाहिँ मेरो सिम्पल नम्बर राख्छु भने यहाँ चाहिँ तपाईले पनि आफ्नो सिम्पल नम्बर राख्नु होला र जिपी हेर्न सक्नुहुन्छ यहाँनिरबाट। जस्तो मैले यहाँ चाहिँ मेरो सिम्पल नम्बर राख्छु र त्यो राखिसकेपछि यतापट्टि देख्न सक्नुहुन्छ यो सिम्पल नम्बर राखेँ र यतापट्टि तपाईले चाहिँ सर्च रिजल्टमा क्लिक गर्नु होला। यहाँ चाहिँ सर्च रिजल्टमा क्लिक गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो नतिजा चाहिँ देखाइसकेको छ जिपिए को तरिकाले र मार्कसिट सहितको तरिकाले कसरी देखाउने भन्ने छु यहाँनिर। जस्तो मार्कसिट सहितको तरिकाले हेर्नको लागि चाहिँ तपाईले यहाँनिर चाहिँ अर्को देख्न सक्नुहुन्छ अप्सन रहेको छ ग्रेड सिट भन्ने अप्सन रहेको छ। ग्रेड सिटको अप्सनमा क्लिक गर्नु होला। जस्ट ग्रेड सिटको अप्सनमा क्लिक गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईले सिम्पल नम्बर राख्नुपर्ने हुन्छ र बर्थडे राख्नुपर्ने हुन्छ तपाईले। अब यहाँ चाहिँ सिम्पल नम्बरमा जस्तो मैले यहाँ चाहिँ सिम्पल नम्बर राख्छु। तपाईले आफ्नो जति सिम्पल नम्बर रहेको छ त्यो सिम्पल नम्बर राखिदिनु होला। लास्टमा अल्फाबेट राखिदिनु होला। त्यो राखिसकेपछि अब डेट अफ बर्थमा तपाईले यहाँ चाहिँ देख्न सक्नुहुन्छ सुरुमा तपाईले आफ्नो चाहिँ वर्ष राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईले महिना, त्यसपछि गते राख्नुपर्ने हुन्छ ड्यास ड्यास दिएर। जस्तो मेरो चाहिँ 2000 मैले यहाँ चाहिँ 64 साल लेख्छु। त्यसपछि एउटा ड्यास दिइदिन्छु तेर्सोवाला ड्यास। 10 महिना मैले यहाँ चाहिँ 7 गते राखिदिएँ। त्यसपछि सर्च रिजल्टमा क्लिक गर्छु। फाइनली देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ ग्रेड सिट सहितको चाहिँ यहाँ चाहिँ मार्कस सिट चाहिँ देखाइसकेको छ। सेकेन्डरी एजुकेसन एक्जामिनेसन ग्रेड सिट भनेर देख्न सक्नुहुन्छ। अब तपाईको यहाँ चाहिँ अब फाइनल इक्जामको देखाएको छ एनुअल इक्जाम एसई भनेको छ देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ अब सबै जिपिएहरू कति आएको छ टोटल यहाँ चाहिँ देखाएको छ। कुन ग्रेडिङ आएको छ यहाँ चाहिँ देखाएको छ र तपाईको चाहिँ यदि फेल भयो भने चाहिँ देखाउँदैन। यहाँनिर तपाईको पास भएपछि तपाईको चाहिँ सम्पूर्ण जिपिए देखाउँछ र तपाईको चाहिँ यहाँ तलनिर दिएको हुन्छ देख्न सक्नुहुन्छ। तपाईको चाहिँ यहाँ चाहिँ अब तपाईको चाहिँ ग्रेड पोइन्ट एभरेज जिपिए भनेको छ। जस्तो यहाँ चाहिँ ग्रेड पोइन्ट एभरेज जिपिएमा तपाईको टोटल जिपिए देखाउने छ 2.96 यहाँ मेरो जिपिए आएको छ भने म चाहिँ पास भएको छु। पास भएपछि यहाँ चाहिँ तपाईको चाहिँ जिपिए सहितको देखाउने छ यहाँनिर। यो तरिकाले तपाईले चाहिँ एनटीसी को हेर्न सक्नुहुन्छ र यसलाई चाहिँ अब डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गर्नका लागि तपाईले माथिनिर थ्री लाइन रहेको छ यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईले चाहिँ क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ माथिनिर चाहिँ एउटा डाउनलोडको अप्सन रहेको छ। त्यो अप्सनमा क्लिक गर्नु होला। मैले एरोमा देखाएको छु देख्न सक्नुहुन्छ माथिनिर गोल लगाएर त्यसमा क्लिक गर्नु होला। डाउनलोड अगेन अप्सन रहेको छ। डाउनलोड अगेनको अप्सनमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि तपाईको डाउनलोड हुन्छ। त्यसपछि ओपनको अप्सनमा तपाईले यहाँ चाहिँ देख्न सक्नुहुन्छ ओपन गर्नुभयो भने तपाईको चाहिँ मार्कसिट डाउनलोड हुनेछ र तपाईको चाहिँ यहाँ देखाउनेछ। त्यसपछि अब अर्को तरिका पनि सिकाउने छु तपाईले चाहिँ। अब योले पनि अब धेरैले भिजिट गरेका हुन्छन् यसमा काम गरेको हुँदैन। गुगलमा आउनु होला। गुगलमा आइसकेपछि यहाँ चाहिँ सर्च बारमा आउनु होला। जस्तो म चाहिँ यहाँ सर्च बारमा आएँ। सर्च बारमा आइसकेपछि यहाँ चाहिँ तपाईले सर्च गर्नुपर्ने हुन्छ। अर्को तरिका भनेको se.isua.com.np तपाईले यहाँ चाहिँ तपाईले सर्च गर्नु होला। इस्युआबाट हेर्न सक्नुहुन्छ त्यो आफ्नो चाहिँ जिपिए हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ isua.com मा तपाईले यहाँ चाहिँ तपाईले यो खोलिसकेपछि मैले जुन वेबसाइट भने त्यो खोलिसकेपछि अब हेर्ने तरिकाहरू दिएको छ। हेर्न चाहिँ देख्न सक्नुहुन्छ रिजल्टको। अब सुरुमा तपाईले ओपन इस्युआ एप भनेको छ। इस्युआ तपाईले खोलेको हुनुपर्ने हुन्छ र तपाईले त्यो इस्युआ एपलाई ओपन गरेको हुनुपर्ने हुन्छ। जस्तो म तपाईलाई इस्युआलाई ओपन गरेर देखाउँछु। यहाँ चाहिँ ओपन गरिसकेपछि तपाईले सर्च इस्युआ रिजल्ट भनेर सर्च गर्नुपर्ने हुन्छ। सिम्पल नम्बर राख्नुपर्ने हुन्छ। अब मैले इस्युआलाई ओपन गरिसकेको छु। यहाँ चाहिँ अब एरो दिएको ठाउँमा क्लिक गरेर लास्टको एउटा कुनामा अप्सन छ। त्यसपछि यहाँ तलनिर देख्न सक्नुहुन्छ तपाईले एस एनिथिङमा तपाईले आफ्नो सिम्पल नम्बर र अल्फाबेट राखेर तपाईले चाहिँ जस्तो मेरो यहाँ चाहिँ सिम्पल नम्बर राख्छु। सिम्पल नम्बर यहाँ चाहिँ जस्तो जुन तपाईको चाहिँ रहेको छ त्यो राख्नु होला। त्यसपछि एउटा चाहिँ जुन आफ्नो अल्फाबेट छ क्यापिटल लेटरमा राख्नु होला। त्यसपछि यहाँ चाहिँ एरोमा क्लिक गरिदिनु होला। एरो देखाएको छु यसमा क्लिक गर्नु होला। अब एकैछिन समय लाग्छ थोरै। यहाँ चाहिँ देख्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन भनेर देखाउनेछ। सिम्पल नम्बर देखाउनेछ। त्यसपछि तपाईको चाहिँ
यहाँसँग कम्प्लिट भन्ने छ हैन कि तपाईको जीपीए चाहिँ अब जस्तो 2.96 जीपीए छ यसरी मेरो पनि देखाइसकेको छ देख्न सक्नुहुन्छ ई सेवाबाट यो तरिकाले जीपीए सहित हेर्न सक्नुहुन्छ भने त्यसपछि म तपाईलाई अर्को तरिका भन्दैछु यहाँ चाहिँ गुगलमा आउनुला गुगलमा आइसकेपछि तपाईले अब कान्तिपुर ई कान्तिपुरबाट पनि हेर्न सक्नुहुन्छ www.ekantipur kaantipur.com.se रिजल्ट भनेर तपाईले यहाँ चाहिँ सर्च गर्नुला सर्च गरिसकेपछि तपाईको चाहिँ यहाँ चाहिँ त्यो वेबसाइट देखाउने छ ई कान्तिपुरको तपाईले रिजल्ट ई कान्तिपुरमा क्लिक गर्नुला त्यहाँनिर क्लिक गरिसकेपछि तपाईको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ थोरै समय लाग्छ त्यसपछि एसई रिजल्ट 2081 को भनेको छ हामीले रिजल्ट भनेको 2081 को चेक रिजल्टको अप्सनमा देख्न सक्नुहुन्छ यहाँ चाहिँ क्लिक गर्नुपर्ने हुन्छ चेक रिजल्टको अप्सनमा हामीले क्लिक गरिसकेपछि अब यहाँ चाहिँ हाम्रो चाहिँ डिटेल भर्नु पर्ने हुन्छ देख्न सक्नुहुन्छ रिजल्ट कमिङ सुन भनेको छ आउने प्रक्रियामा छ कमिङ भनेको छ र तपाईले अब यहाँ चाहिँ इन्टर योर सिम्पल नम्बर भनेको छ सिम्पल नम्बर लगाइदिनु होला यहाँनिर चाहिँ यहाँनिर आफ्नो अल्फाबेट लगाइदिनु होला आफ्नो पुरा नाम फुल नाम राख्दिनु होला मोबाइल नम्बर छ भने राख्दिनु होला त्यसपछि डिस्ट्रिक्ट सिलेक्ट भनेको छ आफ्नो जिल्लालाई चाहिँ यहाँ चाहिँ राख्दिनु होला जस्तो मैले चाहिँ यहाँ चाहिँ फिलअप गरेर तपाईलाई देखाउँछु अब यहाँ चाहिँ मैले मेरो सिम्पल नम्बर राख्छु तपाईले चाहिँ आफ्नो सिम्पल नम्बर राख्नुला त्यो राखिसकेपछि आफ्नो लास्टको अल्फाबेट राख्नुला फुल नाममा मेरो पुरा नाम राख्दिन्छु यहाँनिर चाहिँ तपाईले आफ्नो जुन नाम छ त्यो नाम पुरा नाम राख्दिनुला जस्तो मेरो रमेश नेपाली राखे त्यसपछि आफ्नो मोबाइल नम्बर यहाँ चाहिँ राख्नुला जुन तपाईको आफ्नो मोबाइल नम्बर रहेको छ त्यो राखिसकेपछि अब जिल्ला सिलेक्ट गरिदिए सिलेक्ट गरिसकेपछि अब पब्लिक भएपछि तपाईको चाहिँ नतिजा हेर्न सकिन्छ भनेको छ सबमिट गर्नु होला यसरी तपाईले चाहिँ यो तरिकाबाट आफ्नो मार्कसिट सहितको चाहिँ एसई को रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु भिडियो आजको यति नै राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुला साथीलाई शेयर गर्नुला च्यानलमा नयाँ यदि साथीहरु हुन्छ भने तल सब्स्क्राइब बटनमा गई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा प्रेस गरेर जोड्नुला ताकि हामी यस्तो अपडेट तपाईमाझ आगामी दिनमा पनि लिएर आउने नै छौं आजका लागि यति नै धन्यवाद नमस्कार